बौद्ध धर्ममा एक यस्तो व्यक्तित्व हुनुहुन्छ जो द्रुत गतिमा उद्धार गर्नका लागि चिनिनुहुन्छ। स्त्री बुद्ध तारा। आज हामी उहाँकै कथा, उहाँको अर्थ र आजको दिनमा उहाँको सान्दर्भिकता के छ भन्ने बारे गहिरिएर हेर्नेछौँ। ताराको कथा कुनै देवीको कथा जस्तो लाग्न सक्छ, तर होइन। यो कथा सुरु हुन्छ एउटा गहिरो, अपार निराशाबाट, त्यो पनि करुणाका बोधिसत्व अवलोकितेश्वरको। सोच्नुस् त, उहाँले संसारको अनन्त दुःख देखेर प्राणीहरूलाई मुक्त गराउँदै जाँदा पनि कोही कम नभएको पाएपछि उहाँको मन कस्तो भयो होला। उहाँ रुनुभयो, र उहाँको त्यो आँसु, त्यो साधारण आँसु थिएन। भनिन्छ उहाँको आँसुबाट एउटा पुरै ताल बन्यो, अनि त्यही तालको बीचमा एउटा कमल फुल्यो, र कमलबाट प्रकट हुनुभयो तारा। उहाँको उद्देश्य एउटै थियो, अवलोकितेश्वरलाई यो महान कार्यमा तुरन्तै सहयोग गर्नु। तर कथा यतिमा मात्रै सकिँदैन। ताराको उत्पत्तिको अर्को एकदमै शक्तिशाली कथा पनि छ। यो कथा हो एक राजकुमारीको, यशदावाको। सोच्नुस् त, लाखौं वर्ष पहिले उहाँले कस्तो साहसी वाचा गर्नुभयो। म सधैँ महिलाकै रूपमा जन्म लिन्छु र सबै प्राणीको सेवा गर्छु। उहाँले यो प्रमाणित गर्न चाहनुहुन्थ्यो कि महिलाहरू पनि बुद्ध बन्न सक्छन्। त्यसो भए यी दुई कथाबाट हामीले के बुझ्ने? तारा आखिर को हुनुहुन्छ त? चाहे उहाँ आँसुबाट जन्मिनु भएको होस् वा एक राजकुमारीको वाचाबाट, सार एउटै हो। उहाँ एक पूर्ण प्रबुद्ध बुद्ध हुनुहुन्छ, करुणा र बुद्धिको साक्षात स्वरूप, जो तुरन्तै कार्यमा उत्रिनुहुन्छ। उहाँका गुणहरू पनि उस्तै शक्तिशाली छन्। उहाँ उद्धारकर्ता हुनुहुन्छ, जसले हामीलाई सांसारिक र आध्यात्मिक दुवै खतराबाट बचाउनुहुन्छ। उहाँलाई सबै बुद्धहरूकी आमा पनि भनिन्छ, किनकि उहाँ प्रज्ञा र करुणाको स्रोत हुनुहुन्छ। उहाँको एउटा खुट्टा बाहिर निस्किएको देख्नुभएको होला, त्यो उहाँ तुरन्तै सहयोग गर्न तयार हुनुहुन्छ भन्ने सङ्केत हो। र सबैभन्दा महत्त्वपूर्ण, उहाँ निर्भयताको प्रतीक हुनुहुन्छ। ल, अब एउटा एकदमै रोचक कुरामा जाउँ। तारा केवल एक पौराणिक वा स्वर्गीय व्यक्तित्व मात्रै होइनन्। उहाँको कथा हाम्रो आफ्नो इतिहास, नेपालको इतिहाससँग जोडिएको छ। यो कथा हो एक नेपाली राजकुमारीको, जसले तिब्बतमा बौद्ध धर्मको पूरै नक्सा नै बदलिदिनुभयो। हो, तिब्बती परम्परामा हरियो तारालाई नेपाली राजकुमारी भृकुटीकै साक्षात स्वरूप मानिन्छ। यसले के गर्छ भने त्यो पौराणिक कथालाई सिधै हाम्रो इतिहाससँग जोडिदिन्छ। ताराको करुणा अब आकाशमा मात्र सीमित रहेन, यो त पृथ्वीमा एक नेपाली राजकुमारीको जीवनमा प्रकट भयो। कल्पना गरौँ त, एक नेपाली राजकुमारीले तिब्बतका शक्तिशाली राजा सोङचेन गम्पोसँग विवाह गरेर त्यहाँ बौद्ध धर्मको जग बसाल्नुभयो। उहाँको हरेक कामले ताराको करुणामय अभियानलाई नै प्रतिबिम्बित गर्थ्यो। यसले देखाउँछ कि ताराको शक्ति केवल कुनै कथामा होइन, वास्तविक संसारमा पनि परिवर्तन ल्याउन सक्छ। त्यसो भए प्रश्न उठ्छ, हामीले ताराको यो निर्भय र करुणाको ऊर्जासँग कसरी जोडिने त? यसको एउटा सबैभन्दा प्रचलित मार्ग हो उहाँको पवित्र मन्त्र। यो मन्त्र ओम तारे तुत्तारे तुरे सोहा केवल केही शब्दहरूको सङ्ग्रह होइन, यो त उहाँलाई गरिएको एक प्रत्यक्ष पोकार हो। यसको अर्थ हुन्छ, हे तारा, हे द्रुत गति भएकी, म तपाईसँग प्रार्थना गर्छु, मेरो प्रार्थना सफल होस्। यो उहाँको शक्तिलाई आफ्नो जीवनमा आह्वान गर्ने एउटा माध्यम हो। अब हेरौँ, यो अभ्यास कसरी गरिन्छ। यो केवल मन्त्र जपेर मात्रै हुँदैन, यो एउटा पूरा प्रक्रिया हो। पहिलो, मनलाई स्थिर गर्ने। त्यसपछि आफ्नो अगाडि ताराको सुन्दर रूपको कल्पना गर्ने। अनि मन्त्र जप्दै उहाँबाट ज्ञान र करुणाको अमृत आफूभित्र आएको महसुस गर्ने। बिस्तारै आफू र ताराको मन एउटै भएको कल्पना गर्ने। र अन्तमा यो अभ्यासबाट प्राप्त भएको सकारात्मक ऊर्जा सबै प्राणीको हितको लागि समर्पण गर्ने। यो आफूभित्रकै तारालाई जगाउने प्रक्रिया हो। ताराको सबैभन्दा महत्त्वपूर्ण भूमिकाहरूमध्ये एक हो डरबाट रक्षा गर्नु। र यो कुरा आजको हाम्रो आधुनिक जीवनमा, जहाँ हामीलाई अनेक किसिमका चिन्ता र डरले घेरेको हुन्छ, सायद पहिलेभन्दा पनि बढी सान्दर्भिक छ। र यहाँनिर कुरा एकदमै गहिरो छ। परम्पराले भन्छ ताराले 8 महान डरहरूबाट बचाउनुहुन्छ। तर ती डरहरू के हुन्? सिंह, हात्ती, आगो, यी त बाहिरी खतरा जस्ता लाग्छन्, होइन त? तर यसको भित्री अर्थ हेर्नुहोस्।
सिंह भनेको अहङ्कार हो, आगो भनेको क्रोध, बाढी भनेको आसक्ति। यी त हाम्रै मनभित्रका शत्रुहरू हुन् जसले हामीलाई साँच्चै दुःख दिन्छन्। त्यसैले ताराको अभ्यास भनेको बाहिरको सिंह वा सर्पबाट बच्नको लागि मात्र होइन। यो त आफ्नै भित्रको अहङ्कार, रेस र ईर्ष्या जस्ता राक्षसहरूलाई जित्नको लागि साहस र करुणा विकास गर्ने एउटा तरिका हो। अन्तमा यो प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ। यदि हामी सबैभित्र डरलाई जित्ने क्षमता छ भने हामी सबैभन्दा पहिले कुन डरलाई जित्न चाहन्छौँ होला? ताराको कथाले हामीलाई यही सम्झाउँछ। त्यो निर्भयता, त्यो साहस बाहिर कतै खोज्नु पर्दैन। त्यो हामी सबैभित्र छ, बस त्यसलाई चिन्न र जगाउन मात्रै बाँकी छ।